जति पनि हामीले चाहिँ काम गर्यो त्यसमा चाहिँ हजुरहरूले प्रत्यक्ष अप्रत्यक्ष हजुरहरूले त्यसमा चाहिँ धेरै कन्ट्रिब्युट गर्नु भएको छ र आज काठमाडौँ जान अगाडि मैले हजुरहरूसँग विशेष गरी भेटेर यति धन्यवाद र बधाई नदिकिन जाँदाखेरि यो पुरै अपुरै नै हुन्छ जस्तो लागेर मेरो अरू कामको बावजुद पनि हजुरहरूले दिएको एउटा माया, हजुरले दिएको प्रेम, हजुरहरूले दिएको मार्गदर्शनलाई उच्च सम्मान गर्दै मैले हजुरहरूलाई धन्यवाद दिनको लागि चाहिँ आज यो बिहान सानो मिटिङ भए पनि हाम्रो सल्लाह अनुसार हामीले चाहिँ गरौँ, सानो मिटिङ गरेर हजुरहरूलाई त्यति धन्यवाद दिउँ भनेर मेरो पहिलो प्राथमिकता थियो भने सँगसँगै अघि भने जस्तो हजुरहरूलाई धेरै बधाई छ। किन भन्दाखेरि हजुरहरू यहाँ बसेर जुन इतिहास रच्न सफल हुनु भएको छ त्यो इतिहासको पात्र चाहिँ हजुरहरू पनि हो। हजुरहरू सम्बोलमा यो समाज हो र यो देशमा आज कुरा गरिराख्दाखेरि जब हामी मतान्तरको कुरा गर्छौँ त्यो बेलामा रूपन्देही 3 को आउने बेलामा त्यहाँ लेखजनको नाम भलै त्यहाँ लेखिएको हुन्छ तर त्यसको पछाडि हजुरहरू जस्तो व्यक्तित्व र समाजको ठुलो हात छ र त्यसको लागि पनि हजुरहरूलाई धन्यवाद साथै म बधाई पनि दिन चाहन्छु। एउटा निस्वार्थ रूपमा नितान्त कुनै पनि हजुरहरूले चाहिँ प्रिन्सिपल अथवा सिद्धान्त लिएर हिँड्दै पनि यसरी परिवर्तनको लागि जुन सहयोग गर्नु भएको छ यो सहयोग आजसम्म गरेकोले गर्दा नै आज हामी यो स्टेटमा छौँ र यतिसम्म मात्र मैले कति समाजमा यसरी ग्रुपमा चाहिँ जाँदाखेरि मैले भेटेको हुन्छु, उहाँहरूले भन्नुहुन्छ हामीले अब हाम्रो काम गऱ्यौँ अब तपाईँको पाले भन्नुहुन्छ। मैले हजुरहरूलाई के भन्छु भने त्यतिखेर म 2 स्टेप पछाडि सर्छु अनि म यसो सोचेर मैले के भन्छु भने के हजुरहरूको साथ यतिसम्म मात्रै हो त भन्ने गर्छु र त्यो भन्दाखेरि उहाँहरू एकछिन मलाई हेर्नुहुन्छ र मैले उहाँहरूलाई भन्छु जसरी माया दिनुभएको छ, जसरी आशीर्वाद दिनुभएको छ र जसरी मार्गदर्शन गरिराख्नु भएको छ त्यो यहाँ उपरान्त पनि म ज्ञानोदीज्यू हामी सबैलाई चाहिँ एकदमै जरुरी छ भनेर हजुर प्रेम यस्तै साथ र यस्तै सद्भाव सहित मार्गदर्शन पनि हजुरहरूको हुनेछ। त्यो हामीलाई नभएर त्यो नितान्त यो समाजलाई अगाडि बढाउन हामीले सोचेको एउटा राम्रो नेपाल, समृद्ध नेपाल, भ्रष्टाचार मुक्त नेपाल र विकास भएको नेपाल देख्नको लागि चाहिँ हजुरहरूले गर्नुहुन्छ भन्ने मलाई पुरा विश्वास छ। हजुरहरूको एक्सपर्टिज, हजुरहरूको कन्ट्रिब्युसन्स, हजुरहरूको जुन योग्यता त्यसलाई निखार्नको लागि पनि अझ योभन्दा माथि जानको लागि पनि म व्यक्तिगत रूपमा ज्ञानोदीज्यू हामी सबैले कसरी हजुरहरूलाई हामीले भन्दा पनि त्यसलाई मैले हाम्रो जनता कतिको चेतनशील हुनुहुन्छ भन्ने त्यो प्रमाण हो भन्ने मैले त्यसलाई त्यसको रूपमा लिएको छु। किन भन्दाखेरि यो परिवर्तनको लागि यहाँ हामी एउटा ठाउँ मात्र होइन, यो 36वटै वडाका सबै जनता रूपन्देही 3 का 36वटै वडाका सबै जनताहरू जुन लागेर चाहिँ जुन भारी मत दिएर एउटा ठुलो मतान्तरको रूपमा चाहिँ रूपन्देही 3 को ठुलो जिम्मेवारीको रूपमा लिएको छु र त्यो जिम्मेवारी लिँदै गर्दाखेरि त्यो भित्र लुकेका त्यसको गहिराईमा लुकेका आशा, भरोसा, विश्वासलाई चाहिँ मैले चाहिँ एकदमै उच्च सम्मान गर्दै अब एउटा अकाउन्टेबल एउटा